दाइ अस्तिको सन्डे एक झोला सामान लगिया थियो, एक हप्तालाई पुग्यो। अहिले पनि हाम्रो नेपाली ग्रोसरीबाट एक झोला सामान लानुपर्छ। के सामान ल भइहाल्छ नि भाइ। ल जानु जानु हेर्न जानु। झोला भरेर लानु। के झोला लिएर आएको छु ल ल हामी त फेरि पनि आइयो सामान लिएर गएको। ए नमस्कार नमस्कार। एक हप्तासम्म टन्न खाइयो, फेरि आइयो झोला लिएर सामान भरेर लान पर्यो। झोला सबै आछ हेर्नु त दाइ, वहाँ आँपहरू अनि त्यसको लागि गएर निउरो हरियो काँक्रो गर्मी महिनामा टक्क नुन लगाएर अब लान पर्यो। सबै सामान हाल्नु पर्छ। सबै सामान लौडेर सबै लान पर्यो। ल ल दादा टेन्सन लिएर ल चिप्लो यार 1 केजीको छ त एउटा त। अनि त सिन्दुरे आँप जस्तो छ है गाँठे। यसलाई के भन्छ यार? कहाँको यो मालुङ्गाको मालुङ्गा पाल्पा सबैतिरको सेन्जा के होला लानु पर्यो। उता सागहरू पनि साग देखाउँ त। यो राईको साग हो। ओहो भुटेर जाल बाँच्छ यसो गरौँ सबै आइटम लिएर जान्छ। एक गरेर लिएर जाउँ। लानु पर्यो। चाउचाउहरू सबै सामान नेपालको पाइन्छ त। अचार चिकन अचार, बफ अचार, ल ल ल ल सबै लान्छौँ। एक सब सामान लिएर जानु पर्यो। फेरि हप्ता दिनलाई दिदी उहाँलाई फर्सीको मन्टा पनि भन्नुभएको अघि दाइले। ए फर्सीको यार कति राम्रो मन्टा पनि। ल अरु के लाने दाइलाई? ल ल ल ल्या ल्या ल ल ल अरु ल ल अरु के लाने दादा? लिस्ट कहाँको खै? ए भगवान दाइले आज लिस्टै बनाएर ल्याउनु भयो क्या? बिर्सिन्छ बेर लान बिर्सिन्छ भनेर। ए हस् हस् ल बिर्सिन्छ। अचार पनि लानु है दाइ। दाइ लाउनु तपाईको सबै सामानहरु राखिदिएको छु है मैले। यहाँ भित्र लिची, डल्ले खुर्सानी सबै छ है यहाँ भएको सबै सामान हुन्छ। हजुर अब अर्को हप्ता म फेरि आउँछु। के सामान आउँछ मेसेज गरे ल यो पेमेन्ट गर। ल दाइ यो छुटेछ नि त। हैन यो समाते खाँदै जानी हो। म लिएर जानु उही लिएर खानी हो। हस् त देखान लिएर नि है। कि लाउनु त ल ल धेरै धेरै धन्यवाद। ल दाइ अब अर्को हप्ता भेटौँला। ल हस् हस् ल आउनु है। ल आइराख्छु नि। ल ल ल ल ल।